कोरोना महामारीले विश्वको हरेक क्षेत्रमा असर पारेर छाड्यो। सबैभन्दा बढी असर पर्यटन जगतमा पनि पर्न गयो। यसमा नेपाल पनि अछुतो रहेन। त्यसमाथि 2020 को भ्रमण वर्षको तयारी ऋणपान गरेर तयारीमा लागेका व्यवसायीको अवस्था चौपट बन्यो। विदेशी पर्यटकमा निर्भर पर्यटक यातायात व्यवसायी अहिले आँसु पिएर बाँच्न विवश बनेका छन्। साँझ छिपिँदै गर्दा छमेलमा गायक सुन्दर श्रेष्ठको रेशम फिरिरीदेखि ल्याटिन गायिका साकिराको गीतहरू बस्न थाल्छन्। म्युजिक जति बढी चर्को बन्दै जान्छ त्यति नै मादक थपिँदै जान्छ छमेलमा। तर कोभिड-19 को संक्रमण सुरु भएपछि लकडाउनका कारण लामो समयसम्म ठप्प रहेको छमेल पुरानो लयमा फर्कन सङ्घर्ष गर्दैछ। पर्यटकको मात्र नभई स्वदेशी युवाहरूको पनि पहिलो रोजाइमा पर्ने छमेलमा अहिले पुरानो रौनक देख्न पाइन्न। कोरोनाको समय अगाडि छमेलमा रात्रिकालीन मनोरञ्जन गर्ने प्रत्येक दिन खचाखच नै हुन्थे। अझ शुक्रबार र शनिबार थप चहल पहल हुन्थ्यो। व्यवसायिक घराना, पारिवारिक जमघटदेखि युवा पुस्ताको रात्रिकालीन जीवनशैलीसँग जोडिएको छमेलका क्लब पुनः व्यावसायिक बाटोमा आउने पर्खाइमा छन्। नाइट लाइफ, नाइट क्लब्स, पब्स, बार्स जति पनि हाम्रो छन्, स्टाफदेखि लिएर अनरसम्म सबै अहिले पीडित भएको छन्। टोटल गेस्टको अलमोस्ट 30% भनौँ बाहिर, नेपालभन्दा बाहिरको गेस्टहरू हामी पाउँथ्यौँ। तर अहिले एट प्रेजेन्ट चाहिँ हामी 95% भन्दा माथि भनौँ इन्टरनल टुरिज्ममा अड्किएका छौँ। पुरानो मादकतामा मस्त बनाएर छमेलका गल्लीहरूमा बिस्तारै विदेशी पर्यटक देखिन थाल्नु देशकै लागि पनि सुखद सङ्केत हो। छमेल पुरानै शैलीमा चाँडै आउनेमा व्यवसायीहरू पनि आशावादी देखिएका छन्। हामीहरूले यो कोरोनापछि जुन बन्दपछि सोचेको भन्दा राम्रो फेल पारिरहेको छौँ यो पर्यटकीय क्षेत्र जुन छमेलमा। यद्यपि पनि जस्तो पहिलाकै उमा फर्किनलाई चाहिँ केही समय लाग्नेछ। छमेलले पर्यटकहरूलाई आकर्षित त गरेको छ, तर यस क्षेत्रमा व्यवस्थापनमा धेरै गर्न अझै बाँकी छ। अब अहिले हेर्दाखेरि छमेलमा चाप धेरै बढ्दै गयो हो, तर यहाँको पुरानो घरहरूको बनावटले गर्दा यहाँ चाहिँ पार्किङको एकदम धेरै समस्या छ। पार्किङ अब छमेलमा भन्दाखेरि मुस्किलले आई थिङ्क 8-10 वटा बिल्डिङमा पार्किङ होला, त्योभन्दा बाहिर पार्किङ छँदै छैन। छमेलको रात्रिकालीन जीवन बारम्बार विवादमा पर्दै आएको छ। सरकारले रात्रिकालीन व्यवसायको बारेमा ठोस नीति बनाए छमेलले निर्वाध रातको व्यापारलाई पनि चम्काउन सक्ने पक्का छ।